ल हजुर, हामी आजको भिडियो फेरि लिएर आएका छौँ पाइथनको बारेमा। जसमा चाहिँ हिजोको डे 19 को भिडियोमा चाहिँ हामीले पाइथनमा फङ्सन्सहरू कसरी लेख्ने भन्ने हेरेको थियौँ भने अब त्यसलाई नै हामी एक स्टेप फरवर्ड गरेर चाहिँ फङ्सन्सको जुन नेक्स्ट पार्ट हुन्छ हामी त्यसको बारेमा हेर्छौँ, जसमा चाहिँ आजको टपिक हुन्छ फङ्सन विथ प्यारामिटर्स। जस्तै हामीले कुनै पनि कोडको ढिक्कालाई हिजोको दिनमा चाहिँ कसरी एउटा फङ्सनभित्र राखेर चाहिँ बारम्बार इम्प्लिमेन्ट गर्ने भन्ने बारे चाहिँ हेरेको थियौँ। तर जसमा चाहिँ हाम्रो जति पनि भ्यालुहरू हुन्थ्यो त्यो भ्यालु चाहिँ त्यही फङ्सनभित्र नै हुन्थ्यो भने आज चाहिँ बाहिरबाट भ्यालु ल्याएर कसरी फङ्सनभित्र काम गराउने भन्ने बारे चाहिँ हेर्छौँ। त्यसको लागि चाहिँ पहिला सुरुमा हामीले फङ्सन कसरी कल गर्छौँ त्यो हेरिहालौँ। त्यो फङ्सन कल गर्दाखेरि मसँग सम भन्ने एउटा भ्यारिएबलमा मैले यसरी फङ्सन कल गर्न सक्थेँ है। हिजो हामीले यस्तै एउटा इक्जाम्पल हेरेका थियौँ। अब आजको दिनमा चाहिँ हामी कसरी चाहिँ जस्तै मानौँ मैले यहाँनिर एउटा दुईवटा भ्यालु पास गरेँ 3 र 4। अब यो भ्यालु जुन फङ्सनलाई दिइन्छ नि, यो फङ्सनलाई दिएको भ्यालु चाहिँ कसरी हामीले एउटा फङ्सनभित्र लगेर चाहिँ एड गर्न सकिन्छ भन्ने बारे चाहिँ हेर्छौँ। अब हेरिहालौँ हामीले फङ्सन क्रिएट कसरी गर्छौँ। डेफ भनेर लेख्नु पर्यो पहिला सुरुमा। डिएफ लेखिसकेपछि फङ्सन डिक्लेरेसनमा मैले फङ्सनको नाम राख्नुपर्ने हुन्छ। यो नाम र तलपट्टि कल गर्दाखेरिको नाम सेम हुनु पर्यो। त्यसपछि गएर मैले यहाँ भ्यालु लेख्दिनँ, मैले 3,4 लेख्दिनँ है। मैले यहाँनिर चाहिँ a, b लेख्छु, किनभने हाम्रो भ्यालु जुन बाहिरबाट आउँछ त्यो चाहिँ हाम्रो a र b मा स्टोर हुन्छ भनेर भनेको यहाँ चाहिँ। र त्यसपछि गएर मैले यहाँनिर चाहिँ अब के गरेँ भन्दाखेरि जे पनि गर्न सक्छु, मैले रिटर्न a + b गर्न सक्छु है। हामीले रिटर्न भन्ने पनि हेरेको थियौँ कसरी रिटर्न लेख्छौँ भनेर। र त्यसपछि गएर यहाँनिर गएर प्रिन्टमा सम इज इक्वल टु, र हिजोको दिनमा हेरेको थियौँ नि हामीले के हेरेको थियौँ भन्दाखेरि हामीले यसरी कुनै पनि फङ्सन कल गरेर है त्यसलाई एउटा भ्यारिएबलमा स्टोर गरेर अनि त्यसलाई प्रिन्ट गर्न सकिन्छ। सो जसरी हामीले यहाँ देख्न सक्छौँ है, त मैले त्यो फङ्सनलाई यो फङ्सनले दुईवटा भ्यालु मागिरहेको छ a र b है। यहाँ जतिवटा तपाईँले देख्नुहुन्छ नि a, b, जति पनि देख्नुहुन्छ नि त्यतिवटा भ्यालु चाहिँ हाम्रो फङ्सनले मागिरहेको हुन्छ। र त्यसपछि गएर हाम्रो जतिवटा भ्यालु मागेको छ म त्यतिवटा पास गरेँ। एड गर्दाखेरि हाम्रो दुईवटा भ्यालु चाहिन्छ, सो मैले यहाँनिर चाहिँ दुईवटा भ्यालु नै पास गरिदिएँ। र त्यसपछि गएर दुईवटा भ्यालु पास गरिसकेपछि तल गएर मैले के प्रिन्टमा गएर प्रिन्ट सम इज इक्वल टु लेखेर सम भनेर प्रिन्ट गरिदिएँ है। यसरी हामीले के गर्यौँ त एउटा फङ्सनमा प्यारामिटर चाहिँ पास गरेँ है त। अब यसरी नै हामीले अरू डिफ्रेन्ट टाइप्स अफ थिङ्सहरू इक्जाम्पलहरू हेर्न सक्छौँ। इक्जाम्पल एकदम हेरिहालौँ है। हामीले भर्खरै दुईवटा प्यारामिटरको बारेमा हेऱ्यौँ है। हामीले यसमा एउटा मात्रै प्यारामिटर राखेर पनि गर्न सक्छौँ। जस्तै मैले रन गरिहालेँ। रन गर्दाखेरि मैले यसलाई चाहिँ टाइम लिन्छ, किनभने यो जुन कोड हुन्छ यसले चाहिँ रन टाइम क्रिएट गर्नु पऱ्यो, त्यसपछि पाइथनसँग कनेक्ट गर्नु पऱ्यो, अनि तल्ल गएर के हुन्छ रन हुन्छ फर्स्ट टाइम गर्दाखेरि। तर सेकेन्ड टाइम गर्दाखेरि यो दुईवटा स्टेप चाहिँ हाम्रो सबै लेखिदिन सकिन्छ। 3 र 4 जोड्दा 7 हुन्छ। 3 र 4 जोड्ने काम कहाँ भइरहेछ, यहाँभित्र भइरहेछ। त्यसपछि गएर त्यो जोडेको कुरा एडले कहाँ गरिरहेछ, यो एड भन्ने जुन छ नि यो फङ्सनले यसले बाहिरपट्टि पठाइरहेछ, सममा गएर स्टोर भयो, अनि सम के भयो त यहाँ गएर प्रिन्ट भइरहेछ। त्यसरी नै यदि हामीलाई एउटा मात्रै प्यारामिटर लिएर काम गर्नु पऱ्यो भने, जस्तै मानौँ मलाई एउटा फङ्सन छ प्रिन्ट नेम गरेर। अब हाम्रो त नेम चाहियो, सो नेम बाहिरबाट आउँछ है त। अनि त्यसपछि गएर मैले भित्रै के गरेँ त यहाँ प्रिन्ट भनेर नेम भनेर प्रिन्ट गरेँ। अब के होइन, मैले बाहिर गएर के गर्छु त प्रिन्ट नेम भन्ने फङ्सन कल गर्छु, र त्योभित्र के गरेँ त मैले नाम पठाइदिएँ है। हामीले यसरी पठाइदियौँ। हामीले नम्बर पठाउँदाखेरि यसरी 3 र 4 भनेर पठाएको थियौँ भने हामीले स्ट्रिङ पठाउँदाखेरि चाहिँ यसरी डबल कोटेसनभित्र अथवा सिङ्गल कोटेसनभित्र चाहिँ राखेर पठाउनु पर्ने हुन्छ। र मैले रन गरिसकेपछि हाम्रो मनोज भन्ने प्रिन्ट भयो। र किन प्रिन्ट भयो भन्दाखेरि हाम्रो फङ्सनभित्र यो नेमले है, यो जुन प्यारामिटर भन्छ यसलाई है त, यो प्यारामिटरले यो मनोज भन्ने नेम पहिले स्टोर गर्यो, भनेको पहिला क्याच गर्यो। त्यसपछि गएर त्यही नेम के भयो त यहाँनिर हामी त फङ्सनभित्रको काम हुने हो नि त। कल गर्दाखेरि फङ्सनभित्र जे लेखिएको छ त्यही काम हुने हो। सो के लेखिया भित्र प्रिन्ट नेम भनेर नाम प्रिन्ट गर भनेर लेखिएको छ, त्यही भएर नेम प्रिन्ट भइदियो। यसरी हामीले एउटा मात्रै प्यारामिटर पास गरेर पनि के गर्न सक्छौँ त काम गर्न सक्छौँ।
है र माथिपट्टि हामीले रिटर्न हेरे जस्तै गरेर हामीले यसमा पनि फेरि सिधै के गर्न सक्थ्यौँ त प्रिन्ट भनेर लेख्न पनि सक्थ्यौँ है यसरी नै ख्याल गर्नु होला हामीले यहाँनिर रिटर्नको साटो प्रिन्ट भनेर है जस्तै मैले एक्जाम्पललाई मैले कपी गरेँ अनि त्यसपछि गएर यहाँनिर चाहिँ मैले प्रिन्ट भनेर फर्म इज इक्वल टु हेर्नु चाहिँ म हटाइदिन्छु यसलाई पनि अनि माथि यहाँनिर चाहिँ यहाँनिर है सम इज इक्वल टु के गर्ने त ए र बी को जुन भ्यालु हुन्छ त्यसलाई जोडेर सममा स्टोर गर त्यसपछि गएर चाहिँ त्यसलाई प्रिन्ट गर है यसरी गरे भने चाहिँ मलाई यो कुरा लेख्नै परेन है त मैले सिधै के गर्न सक्छु त एड भनेर कल गरिदियो भने हाम्रो सम इज इक्वल टु 7 भनेर प्रिन्ट भयो है यसरी हामीले के गर्न सक्छौँ त प्रिन्ट भन्ने लेखेर पनि हामीले फंक्सनभित्र हैन प्यारामिटर पास गर्दै काम पनि गर्न सक्छौँ है यो भयो हाम्रो कुराहरू त्यसै लगेर हामीसँग अब फंक्सनको प्यारामिटर कुरा गर्छौँ भने है प्यारामिटर पछि हामीसँग के हुन्छ हाम्रो आर्गुमेन्ट्स भन्ने पनि हुन्छ है त आर्गुमेन्ट भनेको चाहिँ अब कस्तो भन्दा जस्तै यसलाई हामीले प्यारामिटर भन्छौँ भने यसलाई हामीले के भन्छ भ्यालुलाई हामीले आर्गुमेन्ट भन्छौँ यसरी बुझ्न पर्यो भने कि है के हुन्छ प्यारामिटर भनेको इट एक्ट्स लाइक अ भ्यारिएबल जस्तै हुन् है त जुन चाहिँ कति बेला लेखिन्छ त हामीले फंक्सन डिफाइन गर्ने बेला भनेको फंक्सन डिक्लेयर गर्ने बेला लेखिन्छ भने आर्गुमेन्ट भनेको हाम्रो के हो त भन्दाखेरि एक्चुअल भ्यालु हुन् जति कति बेला लेखिन्छ भन्दाखेरि when right calling a function है फंक्सनहरु कल गर्दाखेरि लेखिन्छ है त अब त्यसरी नै हाम्रो अरु पनि हुन्छ है त जस्तै हाम्रो अरु टाइपको प्यारामिटर पनि हुन्छ जस्तै अप्सनल प्यारामिटर भन्ने हुन्छ अब अप्सनल प्यारामिटर भनेको कस्तो र डिफल्ट प्यारामिटर भनेको कस्तो भन्ने जस्तै हेर्छौं हामी है त्यसको बारेमा पनि हाम्रो अर्को टपिक रहेको छ डिफल्ट प्यारामिटर है त अथवा यसलाई हामीले चाहिँ अप्सनल प्यारामिटर पनि भन्छ गर्छौं जस्तै मानौं मैले यहाँनिर df लेखेँ अनि त्यसपछि गएर प्रिन्ट sys लेखेँ अनि यहाँनिर गएर चाहिँ नेम इज इक्वल टु विन्डोज नामको नेम प्रिन्ट गर्नु पर्यो अनि मैले यहाँनिर प्रिन्ट नेम भनेर लेखेँ र त्यसपछि गएर यहाँ बाहिर गएर चाहिँ मैले प्रिन्ट sys भनेर यसरी कल गरेँ अनि देन सकिन्छ हाम्रो विन्डोज प्रिन्ट भयो हामीले के गरेका छौं भित्रबाट दिन सकिन्छ प्रिन्ट sys मा हामीले यहाँनिर प्यारामिटर बनाउँदाखेरि चाहिँ नेम इज इक्वल टु विन्डोज भनेर लेखिरहेका छौं अहिलेकोमा हामीले केही पनि लेखेका थिएन नेम मात्र लेखेका थियौं त्यही भएर हामीले भ्यालु पास गर्नुपर्ने जरुरत थियो तर यहाँनिर चाहिँ है हामीले नेम इज इक्वल टु विन्डो लेख्यौं भनेको जब हामीले यहाँनिर कुनै पनि फंक्सन कल गर्दाखेरि यदि भ्यालु पास गर्दाखेरि है कुनै बेला डिफल्ट भ्यालुले पनि काम गर्छ भने हामीले भ्यालु पास नगरे पनि काम गर्न सक्छौं तर त्यसको लागि डिफल्ट भ्यालु कहाँ लेखिन्छ त यहाँ अगाडिपट्टि प्यारामिटर बनाउँदाखेरि लेखिन्छ भनेको नेम इक्वल टु विन्डो भयो तर मैले यहाँनिर यदि अरु नाम दिए भने के भयो त यहाँनिर जस्तै मैले यहाँनिर लिनक्स भनेर दिए भने हाम्रो डिफल्ट भ्यालुको साथै के हुने भयो त यो लिनक्स भन्ने युज हुने भयो यसरी हामीले अप्सनल प्यारामिटरहरु पनि गराउन सक्छौं अथवा जसलाई हामीले डिफल्ट प्यारामिटर पनि भन्ने गर्दछौं है र यिनीहरु भनेको हाम्रो म्यान्डेटरी हो तपाईले यहाँनिर यदि ए र बी लेख्नुभयो तर तपाईले यहाँनिर 4 मात्र पास गर्नुभयो भने यहाँनिर एरर आइदिन्छ कस्तो एरर मिसिङ वान रिक्वायर्ड पोजिसनल आर्गुमेन्ट है हाम्रो तपाईले अगाडिको ए त दिनुभयो तर पछाडी अगाडिबाट हेर्दै जान्छ है जहिले पनि तर पछाडीको बी चाहिँ दिनु भएन भनेर के हुन्छ यहाँनिर यसरी दिइराको हुन्छ अब तपाईले यदि म्यान्डेटरी है र अप्सनल प्यारामिटर दुईटै क्रिएट गर्नु पर्यो भने के गर्ने त अब जस्तै मैले यहाँनिर एउटा लेखेँ यहाँनिर डेफ फ्याक्ट भनेर है त जसमा चाहिँ ए इक्वल टु ए र बी लेखेँ है त अनि त्यसपछि गएर मैले यहाँनिर डिआइएफएफ भित्र चाहिँ ए माइनस बी गरे भने मैले तलपट्टि प्रिन्ट लेख्छु डिफरेन्स इज इक्वल टु मैले यहाँनिर डिआइएफएफ गरेँ है त र त्यसपछि गएर सबट्र्याक्टमा पुगेर मैले के गर्नु पर्यो यस्तो भएको बेलामा एकदमै नछोडिकन मैले दुईटा भ्यालु पास गरेको हुन पर्यो है त तर मैले यदि a इक्वल टु 2 लेखे भने है एरर आइदिरहेछ अब एरर कस्तो भन्दाखेरि हाम्रो जहिले पनि डिफल्ट प्यारामिटर र अप्सनल प्यारामिटर तपाईले कम्बाइन गर्नुहुन्छ भने चाहिँ के गर्नु पर्यो भन्दाखेरि यहाँनिर अप्सनल प्यारामिटर चाहिँ पछाडी हुन पर्यो भनेको तपाईको b इक्वल टु 2 के अप्सनल प्रोवाइड गरिनुहुन्छ नगरिनुहुन्छ त्यो पछाडी लास्टमा हुनु पर्यो र तपाईको जुन
चाहिने भ्यालु हुन्छ त्यो अगाडि हुन पर्यो। यदि तपाईँले b = 2 लेख्नुभयो त पछाडिपट्टि भने यसरी एउटा मात्रै भ्यालु पास गरेर पनि तपाईँको के हुन्छ फंक्सन काम गर्छ, किनकि a म्यान्डेटरी हो। अब अर्को भ्यालु पास भएन भने अर्को भ्यालु के हुन्छ बाइ डिफल्ट 2 छ भनेर यसले यहाँनिर के हुन्छ फंक्सन भित्र काम गर्दाखेरि 2 भनेर पास गराउँछ। यसरी हामीले फंक्शन्समा के हुन्छ प्यारामिटर क्रिएट गर्न सक्छौं। त्यसपछि गएर हामीले डिफल्ट प्यारामिटर्स अथवा अप्सन प्यारामिटर पनि क्रिएट गर्न सक्छौं। आजको भिडियोमा हामीले यति नै कभर गर्नेछौं र भोलिको भिडियोमा चाहिँ हामी फंक्शन्स नै युज गरेर प्रोजेक्टहरु क्रिएट गर्नेछौं। भोलिको भिडियो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। तपाईले यसो ग्याप लिएर चाहिँ फंक्शन्सको बारेमा बुझेर चाहिँ भोलिको भिडियो हेर्नु होला। धन्यवाद। र यो भिडियोलाई चाहिँ लाइक गर्न नबिर्सिनु होला, च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला।